तिनीहरूको बिचमा के हो त्यहाँनिर अब खटबड सुरु भयो अनि खैला बैला सुरु भयो अनि त्यो ठाउँलाई के भनेर राखियो अरे बाबेल अनि यहाँ तल बाबेलको तल S6 मासको मुनिपट्टि के लेखेछ हजुर बेबिलोन यो बेबिलोन बेबिलोन भनेको के रहेछ त गोलमाल आज चर्चमा यस्तै गोलमाल छ परमेश्वरले बनाएको चर्च एउटै हो होइन र आज 40,000 चर्च छ भिन्दै भिन्दै सिद्धान्त भएकोहरू डक्ट्रिन भएकोहरू के यत्रो बिघ्न बनाएको थियो त परमेश्वरले तपाईँले सुन्नु भएको होला पेन्टिकस्टल भन्छन् कसैले मेथोडिस्ट भन्छ कोही ब्याप्टिस्ट भन्छ कोही नजरेने भन्छ कोही वाननेस भन्छ छै 40,000 छ 40,000 आज सबैजना गोलमाल छ कुन ठिक हो कुन ठिक होइन कि यो बेबिलोन त्यहाँदेखि कन्फ्युजन सुरु भएको यो परमेश्वरले धरेर भत्काइदिनु भयो भत्क्यो धरेर त्यहाँसम्म बुझ्नुभयो भनेपछि सुरुवात केबाट सुरु भएछ त अब कन्फ्युजन भयो जब बाढ आएर सबै नष्ट गर्यो तर पनि मान्छेमा त्यो दुष्ट विचार त थियो खराब त थियो नुह एउटा धार्मिक भए पनि उसको छोराहरूमा त दुष्ट विचार त थियो किनभने नुह त्यो मिक्सअप हुनुभन्दा अगाडि नुह 500 वर्ष थियो उसले बुढी राम्रो पाएको थिएन होला सबैभन्दा लामो उमेरमा बिहा गरेको नुह एकदमै त्यो खास परमेश्वरकै सन्तानबाट आएको ग्रुप हो अब उसको बुढी सायद मिक्सअप थियो होला कता कता मिलेर आएकोहरू किनभने त्यसपछि दुईजनामा मिक्सअप भएपछि के भयो अनि छोराछोरी पनि कस्तो जन्मिन थाल्यो के भन्छ नेपालीमा त्यसलाई थिमा अब नुह प्योर भए तापनि नुहको श्रीमती चाहिँ एकदमै काहीँ मिक्सअप भएको थियो अनि दुईटा भेट हुँदाखेरि उसको छोरा तीनटामा पनि के आयो मिक्सअप आयो र तीनटा बुहारीमा पनि मिक्सअप आयो त्यहाँबाट जन्मेको हामी सन्तान अनि त्यसपछि उनीहरू सङ्ख्या बढ्दै गएपछि उनीहरूको एउटै भाषा थिए एउटै बोली थिए उनीहरूले धरेर बनाउनु खोजे कहाँ जानको लागि स्वर्ग जानको लागि परमेश्वरले आउनु भएर खैला बैला गरिदिनु भयो त्यहाँदेखि खैला बैला सुरु भयो सुन्नुभयो अब यहाँनिर जब हामी पढ्छौँ यहाँ उत्पत्तिको कतिमा थियो हामी 11को जब हामी पढ्छौँ नुहमा 3टा छोरा थिए एउटा थियो श्याम एउटा थियो ह्याम एउटा चाहिँ के थियो याफेत यो 3जना मध्येमा एकजनाको वंशवाली यहाँ डिटेलमा लेखेको छ हेर्नुहोस् श्यामको के लेखेको छ सुन्नुहोस् श्यामको भने 10मा श्याम बाढबाट निक्लेपछि 2 वर्षपछि उसको छोरो जन्मियो यानि कि 98 वर्ष हुँदा थियो 100 वर्ष हुँदाखेरि एउटा छोरो जन्मियो अनि यो वंशवाली हुँदै हुँदै गरेर ल्याएछ 18मा पुग्दाखेरि 17मा पुग्दा के लिएछ पेलेग जन्मेपछि अब थुप्रै वंशवाली आयो नि त्यसमा पेलेग जन्मेपछि एभर 430 वर्ष कति वर्ष 430 वर्षसम्म बाँचे र उनका छोराछोरीहरू जन्मे अब पेलेग भन्ने चाहिँ नाम याद गर्नुहोस् कुन बेलामा चाहिँ परमेश्वरले खैबेला गरेको रहेछ माथि पढ्नु भने 10मा पढ्नु भने सेमको टाइममा गरेन 12मा गरेन अर्पसदको टाइममा गरेन त्यसपछि एउटा क्यानान भन्ने आएको छ यहाँ छैन त्यसको टाइममा गरेन 14मा आएपछि सेलाको टाइममा गरेन 16मा आउँदा एबेरको टाइममा गरेन तर एबेरको छोरा कुनको टाइममा चाहिँ प्रभुले विभाजन गरेछ पेलेगको टाइममा अनि पेलेगको टाइममा परमेश्वरले विभाजन गर्नुभयो यहाँ के लेख्छ भने 10को 25मा एबेरका 2जना अब एबेरको छोरा थियो नि अघि होइन 16मा एबेरको छोरा को थियो पेलेग अब यहाँ भन्छ 25मा एबेरका 2जना छोराहरू जन्मे एउटाको नाम पेलेग थियो किनभने उनैको समयमा पृथ्वी अलग अलग भागमा बाँड्यो कुन चाहिँ मान्छेको टाइममा चाहिँ वंशमा चाहिँ पृथ्वी 2 भाग भएछ त पेलेगको टाइममा अनि पेलेगको नामै उसको विभाजन भयो अनि चारैतिर छरेर गएछ सुन्नुहोस् है त्यसपछि अब बढ्दै बढ्दै गयो यहाँनिर हामी 10को 6मा पढ्छौँ अब ह्यामको यो चाहिँ श्यामको छोरा हो श्यामको वंशावली हेर्दाखेरि कसको टाइममा विभाजन भयो पेलेगको टाइम भयो अब श्याम पछाडि अर्को ह्याम भन्ने थियो नि होइन छोरा श्याम ह्याम र याफेत अब याफेतको वंशावली 10को 6मा हेर्नुहोस् के लेखेछ ह्यामको छोराहरू कुश थिए मिश्राम थिए पुत र के थिए कनान थिए अब यसमा वंशावली हेर्नुहोस् अब एउटा छोरा कुशबाट को आएछ कुशबाट निम्रोद भन्ने पिता भए यिनै नै पृथ्वीका पहिलो शक्तिशाली पुरुष भए अनि यिनी परमप्रभुको सामु ऊ शक्तिशाली शिकारी थिए
यसैले निम्रोद जस्तै परलोक सामु शक्तिशाली सिकारी भन्ने आहान चलेको थियो। कसैले बलियो मान्छे हुनु पर्यो भने कस्तो हुनुपर्छ भन्ने सोचेछ, निम्रोद जस्तै यस्तोमा हुनुपर्छ त बलियो भनेको त भन्ने नामै राखेछ। र उसको राज्य सुरु कहाँबाट सुरु भएछ? बाबेल। उनको राज्यको सुरु बाबेल, इरेक अनि अक्कद र कनेहबाट भयो, जुन सिनार देशमा छन्। बुझ्नुभयो? म फेरि भन्छु, सुन्नुहोस्। ह्यामबाट जन्मेको छोरो 4टा, कुश, मिश्राम, पुत र को कनान। अब यहाँनिर उसले उसको कुशको चाहिँ जोड्दैछ। कुशबाट चाहिँ को जन्मेछ? निम्रोद। अनि निम्रोदको राज्य कहाँ सुरु भएछ? 10मा बाबेलबाट। अनि त्यसपछि 11 भन्छ त्यही देशबाट। यहाँ थुप्रै अरू देश पनि छ, मैले सिर्फ इम्पोर्टेन्ट चाहिँ केलाई भनेको बाबेललाई। अनि त्यही देशबाट उनी कहाँ गएछ? असुरमा गए। सुन्नुहोस्, यहाँ म म्याप देखाइदिउँ तपाईँलाई। यो इजरायल भन्ने देश यस्तो छ। यो इजरायल भन्ने देश यतापट्टि उत्तर, यतापट्टि दक्षिण, यो पूर्व, यो पश्चिम। यो चाहिँ गलिलको समुद्र, यो चाहिँ मृतक सागर, डेड सी। यस्तो छ। यसको माथिपट्टि जो छ यसलाई चाहिँ अहिले सिरिया भन्छ, जुन सिरियाबाट यिनीहरूले गोल्डन हाइट पनि जितेको, यो सिरिया भन्छ। यो सिरियालाई त्यति बेला के भनेर बोलाइन्थ्यो? असुर। इजरायल देशले जब राजा आए, यिनीहरू यर्दन नदी तरेर पारी गए। त्यसपछि योसु अगमवक्ता पहिला के न्यायकर्ता भए। योसु पछि 15वटा न्यायकर्ताहरू आए। सुरु योसु, सबैभन्दा लास्ट को थिए? श्यामुल। त्यसपछि राजा आए। पहिलो राजा को थिए? साउल। त्यसपछि उसको छोरा 2 वर्ष इसाबोत। त्यसपछि को आए? दाउद। दाउद पछि को आए? सोलोमन। सोलोमनले पाप गरेपछि यो देश 2 टुक्रा भयो। 12वटा कुलमा 10वटा कुल माथि भयो, 2टा कुल मुनि भयो। सुन्नुभयो? अनि त्यो विभाजन भएपछि भयो के भयो भने यहाँ मन्दिर, परमेश्वरको मन्दिर यहीँ थियो यरुसलेममा, यहाँ के पनि थिएन। अनि यहाँको मान्छे सबै सालमा 3 चोटि कहाँ आउनु पर्थ्यो? मन्दिर आउनु पर्थ्यो। ठिक। अनि उनीहरूले यहाँ 2 टुक्रा भएपछि यहाँनिर एउटा यरोबम भन्ने एउटा मान्छे राजा भए। यरोबम जब राजा भए उसले के भने, अब तपाईँहरू सालले नै तपाईँहरू यरुसलेम किन जाने? किन उसलाई डर भयो, त्यहाँ सधैँ जानु थाल्यो भने भरे यो सबै यतैतिर लाग्ला, यिनीहरूलाई पुज्ला, मलाई त यिनीहरूले पुज्दैन भने डरले उसले के गरे? बेथेलमा अनि माथि डान भन्ने ठाउँमा 2टा उसले सुनको बाछो बनाइदिए, मूर्ति बनाइदिए। ल तिमीहरूको भगवान यही हो, यसैलाई पुज भने। साँचो परमेश्वरलाई छोडे अनि यो 2टाले पुज्न थाले। यसलाई भन्छ यरोबमको पाप। सबैभन्दा यरोबमको पाप के थियो? मूर्ति बनाएर पुज्न लगाए। रहँदा बस्दा यो संसारमा यति बिघ्न, यो इजरायलमा यति बिघ्न पाप बढेर गयो। अनि परमेश्वर यिनीहरूलाई दण्ड दिनको लागि यो असुर, यो कुन राजा अरे? असुर। असरिया भन्छन्। असरिया भनेको यो असुर हो। अब हेर्नुहोस् तपाईँ, यो असुरले के गरे त? असुर कहाँबाट आएको रहेछ? असुर कहाँबाट आएको? कुशको छोरा को? निम्रोद होइन? निम्रोदले राज्य कहाँ राखे? बेबिलोन। त्यही बेबिलोनबाट पछि 11 भन्छ यही देशबाट असुरमा गए। यही देशबाट बेबिलोनबाट कहाँ गएको रहेछ? असुर। मतलब बेबिलोन र असुर 2टा भिन्न रहेछ त। यो एउटा छोरा कुश, त्यसपछि अर्को मिश्राम, अनि अर्को छोरा के लिएछ? अर्को पुत, अनि अर्को कनान। हजुर, कनान। ठिक। अब मैले कुशको छोरा जन्मेको। कुशको छोरा को जन्मे? कुशको छोरा को जन्मे अहिले? निम्रोद जन्मे नि कुशबाट। यो निम्रोदले कहाँ राज्य गरे? बेबिलोनमा। अनि यो बेबिलोनले सरेर कहाँ आए? पछि गएर ऊ असुरमा आए। ठिक। त्यही बेबिलोनमै राज्य थियो। बेबिलोनबाट ऊ कहाँ सरे? असुर। अनि परमेश्वरले यही बेबिलोनलाई पछि चलाउँछ यहुदी जातिहरूलाई। असुर पनि कहाँबाट आएको रहेछ? बेबिलोनबाट आएको रहेछ। अब सुन्नुहोस्, यहाँ किन बेबिलोनलाई चलाए प्रभुले? हामी पढौँ दोस्रो राजा 17को 1 देखि। सुन्नुहोस्, यहाँ के लेख्छ भने, यहुदाका राजा आहाजको 12 वर्षका एलियाका छोरा होसिया समरियामा
इजरायलका राजा भए। कहाँ राजा भए? यो इजरायल, यो के हो? यहुदा। यहाँबाट मुनि के हो? यो यहुदा। माथिको के हो? इजरायल। कति भागमा बाँड्यो माथिबाट? 10 वटा कुल। तल कतिवटा कुल? 2टा कुल। ठिक। अब यहाँनिर यहाँको राजा आहाज राजा हुँदाखेरि कति वर्ष लिएछ? यहाँको राजाको 12औं वर्ष हुँदाखेरि उसले 12 वर्ष राज्य गर्दाखेरि त्यति बेला यहाँको राजा त फेरि नै जान्छ नि, होइन? त्यति बेला चाहिँ यहाँको राजा चाहिँ को भएछ? को बढ्यो? पढ लेख। यहुदाका राजा आहाजको 12औं वर्षमा एलाको छोरा होसिया को राजा भएछ? होसिया। आहाजको राजाको 12 वर्ष भएको थियो, उसले राज्य गरेको। यसको बाउहरू के मरिसकेर को राजा भएछ त्यहाँनिर? होसिया। अब अनि त्यसपछि सुन्नुहोस्, यहाँ माथि के लेखेछ टाइटलमा? इजरायलको आखिरी राजा को? होसिया। यो होसिया चाहिँ भएछ। किन गरेछ? पढ भाउ। यहुदाका राजा आहाजको 12औं वर्षमा एलाको छोरा होसिया सामरियामा इजरायलका राजा भए र तिनले 9 वर्ष राज्य गरे। तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, तर तिनका इजरायलको राजाहरूले गरे जस्तो त होइन। असुरका राजा सल्मनेसरले होसियालाई आक्रमण गर्न आए। सुन्नुहोस्, यहाँ को आएछ? यहाँ यो इजरायल, यो को? यहुदा। अब अर्को यहाँ राजा रहेछ, असुरको राजा को रहेछ? सल्मनेसर। यसलाई आक्रमण गर्नु आएछ। यहुदालाई होइन, कसलाई? इजरायल। किन आक्रमण गरेको? किनकि इजरायलले दुष्ट काम गरे, प्रभुको नजरमा खराब थियो। अनि त्यति बेला होसिया भन्ने राजा थियो। खराब गर्दै 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 आएर लास्ट राजा चाहिँ को आएको? झन्डै 15-20-25 वटा राजा भइसके। लास्टमा होसिया राजा यति साह्रो गरे, यसले मूर्ति पूजा गर्न थाले, छोराछोरी बलिदान चढाउन थाले, जे पाए गए प्रभुलाई वास्ता गर्न थाले। अनि प्रभुको पाला यसलाई नष्ट गर्नलाई को चलाएछ? असुरको राजा सल्मनेसरलाई बोलाएछ। अनि के गरेछ सुन्नुहोस्। असुरको राजा सल्मनेसरले होसियालाई आक्रमण गर्न आए। होसियाले उनको अधीनमा भएर उनलाई कर तिरेका थिए। अनि 5 मा असुरका राजाले सारा देशलाई आक्रमण गरेर सामरियाको विरुद्धमा हमला गरे। त्यसलाई 3 वर्ष घेरा हाले। असुरका राजाले होसियाको 9औं वर्षमा सामरिया कब्जा गरे र इजरायलीहरूलाई कैद गरेर असुरमा लगे। सुन्नुहोस्, अब उनले कर त तिर्थे, तर पनि के गरे? उसलाई आक्रमण गरे अनि समातेर कहाँ लगे रे? कैद गरेर। हजुर, असुरमा। यहाँबाट समातेर यता हेर्नुहोस्, यहाँ कैद बनाएर उनीहरूले कहाँ लगे? असुरको राजाले यो जम्मै समातेर जम्मै खाली बनाएर लगे। उही नेपालीलाई सबै लगेर भारतमा लगेर थुपारे जस्तै यहाँबाट जम्मै लगेर के गरे? थुपारे। अनि तलपट्टि के पर्छ? तिमी 7 मा पढ त। यी सबै भएको कारण चाहिँ यही थियो कि मिश्र देशका राजा फारोको शक्तिबाट मिश्र देशदेखि निकालेर ल्याउनु हुने परमप्रभु आफ्नो परमेश्वरको विरुद्धमा इजरायलीहरूले पाप गरेका थिए। तिनीहरूले अरू देवताहरूलाई पुजे र परमप्रभुले तिनीहरूका सामुबाट निकाल्नुभएका अरू जातिहरूले र इजरायलका राजाहरूले चलाएको चालमा पनि तिनीहरू हिँडे। परमप्रभु आफ्नो परमेश्वरको विरुद्धमा जे ठिक थिएन त्यो गुप्त रूपमा इजरायलीहरूले गरे। 11 मा 10 मा हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुख मुनि तिनीहरूले चोखा ढुङ्गा र असेरा देवीको खम्बाहरू खडा गरे। अनि 12 मा परमप्रभुले तिनीहरूलाई तिमीहरूले यस्तो गर्नु हुँदैन भन्नुभए तापनि तिनीहरूले मूर्तिहरूको पूजा गरे। परमप्रभुले आफ्ना सबै अगमवक्ता र दर्शीहरूद्वारा इजरायल र यहुदालाई गम्भीर चेतावनी दिनुभयो। तिनीहरूले आफ्नो खराब चाल छोड, मेरा आज्ञाहरू र उर्दीहरू सम्पूर्ण व्यवस्था अनुसार पालन गर, जो मैले तिमीहरूको पुर्खाहरूलाई मान्नु भन्ने आज्ञा गरेको थिएँ र मेरो दास अगमवक्ताहरूद्वारा तिमीहरूलाई दिएको थिएँ। भनेपछि प्रभुले यता प्रभुले यिनीहरूलाई के गरेछ? दुष्ट काम गरेछ। असुरको राजाहरू दण्ड दिएछ अनि उनीहरूलाई थ्रेटिङ पठाएछ अगमवक्ताद्वारा। तर पनि उनीहरू के गरेन? यस्तो गर्नु हुँदैन भन्दा पनि गरि नै रहे। अनि फर्काए। अनि यहाँको सबै 70 बनाएर कहाँ लगे?
अस्ट्रेलियामा। अनि अझै तपाईँले पछि पढ्नु होला, त्यहाँको मान्छे चाहिँ ल्याएर फेरि कहाँ ल्याइदिए, यहाँनिर बस्दा बस्दा यिनीहरूको राज्य चाहिँ कहाँ थियो, समरियामा। यिनीहरूको राजधानी कहाँ थियो, समरियामा। यहुदाको राजधानी कहाँ थियो, यरुसलेममा। यिनीहरूको राजधानी कहाँ थियो, समरियामा। अनि असुरको मान्छे जम्मै ल्याएर यहाँ खनाएपछि रहँदा बस्दा कति वर्षपछि तिनीहरू त्यहाँनिर के गर्न थाले, यहुदीहरूकै धर्म मान्न थाले। मान्न त्यही कारणले त्यो यीशु मसीहले एउटा समरियाको आइमेलाई भेट्छ गर्दैन, पानीमा कोमा हो, त्यही यिनीहरूकै ग्रुपहरू त्यो त्यसरी आयो। अब तपाईँले बुझ्नुभयो होला, कुशबाट हामीले सुन्यौँ अघि ह्यामको 4टा छोरा थिए, एउटा थियो कुशबाट निम्रोद पनि जन्मे। निम्रोदको राजधानी बेबिलोनमा थियो, बेबिलोनबाट सरेर कहाँ गएका थिए, कुशबाट। भने ह्यामको सन्तान जो श्राप पाएको थियो, प्रभुले श्राप दिएको थियो, त्यही श्रापको छोराले गएर के गर्यो, गण्डगोल गर्यो। अनि लास्टमा गएर इजरायल देशलाई दण्ड दिनको लागि प्रभुले तिनीहरूलाई चलायो। ठिक, अब उत्पत्तिमा आउनुहोस्। उत्पत्ति फेरि हामी 13मा पढौँ 10को। अब मिज्रायममा अर्को छोरा ह्यामको नाम को थियो, मिज्रायम चाहिँ लुदी, अनामी, लहबी, नुप्तिखी, पुर्तुसी, कसलुखी, जसबाट फिलिस्तीहरू निस्के र कोत्रीहरूको पुर्खा थिए। फिलिस्ती कहाँबाट आएको रहेछ त? अहिले इजरायल देशमा फिलिस्तीसँग लडाइँ गर्छ नि, फिलिस्तीनहरूसँग, त्यो कहाँबाट आएको रहेछ? यही कुशको सन्तान रहेछ, के अरे हामको सन्तान रहेछ। अर्को छोरा के रहेछ, मिज्रायमबाट उनीहरू आएको रहेछ। अनि उनीहरूले निस्केको रहेछ। अनि 15मा सुन्नुहोस्। अनि अर्को छोराको नाम चाहिँ के थियो, कनान। ह्यामको 4टा छोरा मध्येमा 3टा छोराको चाहिँ मैले पढेँ। एउटा पहिला पढेँ कुश, अहिले मिज्रायम, अनि अर्को कुन पढ्दैछ अहिले, कनान। कनानबाट को आएका थिए, आफ्ना जेठा छोरा सिदोन र हेतीका पिता भए। अनि कनानबाट को आएछ, अर्को हिती, अनि युबुसी, यमुरी, गिर्गेसी, हिब्बी, अरुकी, सिनी, यो जम्मैहरू उत्पन्न भए भनेर लेख्छ। इजरायल देशमा अब्राहमलाई परमेश्वरले प्रतिज्ञा गर्दा के भन्नुभयो, ए अब्राहम, म तँलाई तल वदीको नदीदेखि लिएर मिश्र देशको नदीदेखि लिएर माथि एफ्रेटिस नदीसम्म तँलाई म जमिन दिन्छु। तेरो 7वटा राज्यहरू त्यहाँनिर जो छन्, हित्ती, पेरिजी, यमुनी, यबुसी, यबी, यो सबैलाई म हटाएर तँलाई म के दिन्छु, राखिदिन्छु। सुन्नुभयो, कसलाई प्रतिज्ञा गरे, अब्राहमलाई। तर अब्राहम आउनुभन्दा अगाडि फेरि पनि याद गर्नुहोस्, अब्राहम कहाँ बस्थे। अब अब्राहमलाई परमेश्वरले यो चाहिँ इजरायल देश, यसलाई भन्छ कनान देश। ठिक, हेलो, हो रे, हो होइन, हो भन्नै पर्छ, के गर्ने। हामीले चाल पायौँ, यो यहाँनिर, यो इराक यहाँनिर छ, इराक, बाबेल। सुन्नुभयो, ह्यामको कतिवटा छोरा, 4टा छोरा मेटाइदिए। 4टा छोरामा मैले 3टाको भने, एउटा कुश, एउटा मिश्रा, अर्को के, कनान। ठिक, जुन कनानबाट आयो, के अरे कनानबाट आयो, कनानको एउटा छोरा कहाँ थिए, निम्रोद, बेबिलोनमा बस्थे। यो कुन हो यो ठाउँ, बेबिलोन, थाहा भयो। यो बेबिलोनबाट ऊ कहाँ गएका थिए, असुरमा गएका थिए, हुन त यहीँबाट गएका थिए। ठिक, जे अब यो असुरहरूले समातेर यो पाखालाई जम्मै उठाएर लिएर गयो। कसले गर्यो, यो असुरले गर्यो। असुर कहाँबाट आएको थियो, बेबिलोनबाट। अब अब्राहम कहाँबाट आयो, सुन्नुहोस् यहाँ 12मा आउनुहोस्, उत्पत्तिको 12मा, सरी 11को 31मा हेर्नुहोस्। तेरहले आफ्नो छोरा अब्राहम र हारानको छोरो आफ्नो नाति लोत र अब्राहमका पत्नी आफ्नी बुहारी सारालाई साथमा लिएर कल्दीहरूको उरबाट, उर भनेको कहाँ हो, तपाईँको पछाडि म्यापमा हेर्नुभयो भने यहाँनिर लेख, यहाँ उर, यो इराकको छेउमा पर्छ। यहाँ माथिपट्टि तपाईँको बेबिलोन भन्ने यहाँ छ, म्यापको पछाडिपट्टि हेऱ्यो भने। यो उर देशबाट को निक्लेको रहेछ, अब्राहमको बाउ टेरा, अनि उसको छोरा अब्राहमलाई लिएर, बुढीलाई अनि उसको अर्को एउटा नातिलाई लिएर अब्राहम कल्दीहरूको देश, यसलाई कुन देश भन्थ्यो, कल्दीहरूको देशबाट, उरबाट निस्केर कनान देश आएछ।
इजरायल भन्नेलाई के कुन देश भन्थ्यो पहिला? कनान देश। कनान देशमा आएर बसोबास गर्न थाले। 32 मा तेरहको उमेर 250 वर्ष पुगेपछि उनी हारानमा मरे। हारान भन्ने ठाउँमा आएर बसे, बाउ मर्यो। त्यसपछि अब्राहमले के भन्छ? परमप्रभुले अब्राहमलाई भन्नुभयो 12 मा, तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। म तँलाई एउटा ठुलो के बनाउँछु, म एउटा जाति बनाउँछु। 4 मा यसै कारणले परमप्रभुले भन्नुभयो भने अब्राहम गइहाले र लोत पनि तिनीसँग गए। हारानबाट निस्केर जाँदा अब्राहम 75 वर्षको थिए। ऊ कहाँबाट निक्ले? अब्राहम उरबाट। उर भनेको कहाँ रहेछ? बेबिलोनको छेउमा, बगदादको छेउबाट 40-50 किलोमिटर उतापट्टिबाट। त्यहाँबाट ऊ के भयो? ऊ निक्ल्यो। जहाँ बेबिलोन पनि भन्थ्यो त्यहाँबाट निस्केर ऊ आयो। प्रभुले निकाल्यो। कहाँ लिएर आयो? कुन देशमा? कनान। कनान यसलाई के भन्थ्यो पहिला? अहिले पो इजरायल, पहिला के भन्थ्यो यसलाई? कनानीहरूले बनाएको यसलाई कनान। अब्राहमलाई कहाँ ल्याएछ प्रभुले? कनान देशमा। जब देशमा लिएर आयो अनि के लेख्छ त्यसपछि? सुन्नुहोस् यहाँ पछाडिपट्टि आउनुहोस्। योशुवा किताब 24को 2 मा योशुले सबै मानिसहरूलाई भने, परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, उहिले भने धेरै अगाडि अब्राहम र नाहोरका बुबा तेरह, तिमीहरूका पिता पुर्खाहरू इफ्रुटिस नदी पारी बस्थे र तिनीहरूले अरू देवताहरू पुज्दथे। तर मैले तिमीहरूका पुर्खा अब्राहमलाई इफ्रुटिस नदी पारीबाट ल्याएँ र त्यसलाई कनान देशका चारै देशमा डोराएर त्यसको सन्तान वृद्धि गरेर मैले त्यसलाई इसाक दिएँ। अब्राहमको सन्तानले केलाई पुज्दथ्यो रहेछ? हजुर? अरू देवी देवता। अरू देवी देवता पुज्ने ठाउँबाट यहाँबाट लिएर, जस्तो आज हामी के पुज्थ्यौँ? हामी पनि अरू देवी देवता पुज्नेलाई हामीलाई क्रिस्चियन बनाए जस्तै अब्राहमलाई पनि अरू देवताहरू देवीहरू उनीहरू पुज्दो रहेछ। यहाँबाट लिएर आयो। यो नदीलाई के भन्छ? यसलाई इफ्रुटिस पारी नदीबाट ल्याएर कहाँ लिएर आएछ? कनान देशमा। किन ल्याएछ? कनान देशमा किन लिएर आए? कनान देशमा अरू ह्यामका सन्तानहरू थिए। हिब्बी, पेरिजी, यमुनी, यबुसी सबै कुरो थिए। उत्पत्ति 23 मा हो। 23 को 1 मा सारा अब्राहमको बुढी सारा 127 वर्षसम्म बाँचिन्। सारा कनान देशको किरियत अब्रा अर्थात् हिब्रोनमा मरिन्। हिब्रोन भनेको यही कनान देशभित्र। अब्राहम साराका निम्ति शोक र विलाप गर्न त्यहाँ गए। अब्राहम लास भएको ठाउँबाट उठे र हित्तीहरूलाई यसो भने, कसलाई? कहाँनिर? कनान देशमा को रहेछ त? हित्तीहरू। अनि त्यो हित्तीलाई उहाँले भनेपछि मैले अब्राहमलाई, सुन्नुहोस् यतापट्टि, इफ्रुटिस पारीबाट, मूर्ति पूजा गर्ने देशबाट, उर भन्ने देशबाट, बगदादको छेउबाट, किनभने हामीलाई थाहा छ जहाज ठोकिँदै ठोकिँदै गएर कतातिर पुगे? अरारातको पहाडतिर पुगे। अनि तिनीहरूले टहरा कहाँनिर बनाए? धरारा कहाँनिर? बाबेलमा। अनि परमेश्वरले बाबेललाई बनाएर उनीहरू स्वर्ग जाने धरारा बनाए। त्यही एरियामा को पनि बस्थे? अब्राहम पनि बस्थे। ठिक। अनि त्यहाँबाट उनीहरूले गोलमाल गरेर चारैतिर छरियो। अनि छरेर उनीहरूले इजरायल देशतिर कनानहरू बस्न थाले, अरू जातिहरू बस्न थाले। अब्राहम चाहिँ त्यही थियो, बेबिलोन एरियामै। ठिक। उनीहरूको बाबुबाजेले के पूजा गर्थे? मूर्ति पूजा गर्थे। त्यहाँबाट अब्राहमलाई झिकेर ल्याएर त्यो कनान देशमा लिएर आएछ, जसलाई अहिले हामी इजरायल भन्छौँ। त्यो कनान देशमा अलरेडी कोहरू थिए पहिलादेखि नै। अब्राहम पुग्नुभन्दा पहिला हित्ती, पेरिजी, यमुनी, यबुसी 6-7 वटा जाति कनानी भन्छ तिनीहरूलाई। त्यो सबै कनानीहरू कहाँ थिए? त्यहाँनिर थिए। सुन्नुहोस् है, परमेश्वरको सन्तानलाई झिकेर शैतानको सन्तानलाई नष्ट गर्नको लागि परमेश्वरले अब्राहमलाई मूर्ति पूजाबाट त्यहाँ लिएर आएछ। कन्फ्युजनबाट निकालेर, गोलमालबाट निकालेर उसलाई साँचो परमेश्वर को भनेर उसलाई चिनाएछ। किन? अब्राहम त मूर्ति पूजा गर्थ्यो नि। अब प्रभुले बोल्दाखेरि उसले चिने यही परमेश्वर सत्य भनेर अब्राहमको सन्तान त्यो असत्यबाट निक्लेर सत्य जानेर असत्यलाई मात गर्नको लागि कहाँ आएछ? कनान देशमा। कन्फ्युजनको माहौलमा कसलाई तयारी बनाएछ? अब्राहमलाई। अनि अब्राहमको काम के थियो? अब विश्वास गर्नलाई। त्यही कारण मोसालाई भन्छन्, मैले अब्राहमलाई परमप्रभु परमेश्वर भनेर त मैले चिनाइनँ, उसले त सिर्फ सर्वशक्तिमान परमेश्वर भनेर मात्रै मलाई के गरेको थिएँ? चिनेको थिएँ।
परमेश्वरको नाम परमप्रभु याहवे भनेर के चिनेको थिएन अब्राहमले? चिन्दैन। तर अब्राहमले यहाँनिर बाबेलतिर बस्दाखेरि मूर्ति पूजा गर्ने देशहरू बस्दाखेरि प्रभु बोल्नुभयो अब्राहमलाई, अब्राहम त्यहाँबाट त निस्केर आइज। अनि निस्केर आउँदाखेरि उसले जुन परमेश्वरलाई उसले भेटे, बात मार्यो, त्यो परमेश्वर चाहिँ अरू भगवान्भन्दा चाहिँ के ताके उसले? सर्वश्रेष्ठ। त्यही कारण गड अलमाइटी भनेर उसले चिने। तर उसको नाउँ चाहिँ उसले जानेन, अलमाइटी भनेर मात्रै जाने। तपाईँले प्रस्थानको किताब 6मा पढ्नुहोस्। अनि ऊ कहाँ आए? कनान देशमा आए। रहँदा बस्दा उसको सन्तानहरू जन्मियो। सन्तानहरू जन्मेर 400 वर्षसम्म फेरि मिश्र देशमा कैदी भए। पछि मोसालाई निकालेर ल्याउँदा के भन्यो? मेरो नाम के हो? परम प्रभु हुँ, लर्ड याहवे। म नै पृथ्वीको मालिक पनि म हो। परमेश्वर मात्रै होइन, म चाहिँ के हो? परमेश्वर त थुप्रै छ, शिव छ, पार्वती छ, हनुमान छ, सबै भगवान् छ नि। त को चाहिँ मालिक? छुटाउनु पऱ्यो नि। त्यस्तै परमेश्वर भन्छ, यो भगवान्हरू मध्येमा म चाहिँ सर्वश्रेष्ठ परमेश्वर हुँ, म चाहिँ मालिक हो, आम द लर्ड, यो पृथ्वीको मालिक म हो भनेर मोसालाई चिनाए। त्यही कारण उसको नाम के राख्यो? याहवे। अब यसरी अब्राहमलाई कहाँ लिएर आएछ त? मूर्ति पूजा गर्ने देशबाट कहाँ लिएर आएछ? हामीलाई कहाँबाट लिएर आएको? हामी पनि मूर्ति पूजा गर्नेबाट कहाँ लिएर आएको? हामी अन्धकारको बिचलाई के गर्नको लागि आएको? नष्ट गर्न। तर हामी त कस्तो भयो? त्यही अन्धकारकै मान्छेसँग मिक्सअप भएर अन्धकारकै मान्छे जस्तो भयो। उनीहरूसँग बिहेबारी चल्न थाल्यो। उनीहरू जस्तै टिका मात्रै लाउँदैन, मन्दिर जाँदैन, अरू सब उनीहरू जस्तै, सबै कुरो उनीहरू जस्तै। तर अब्राहम त्यस्तो भयो? हामी अब्राहमका सन्तान हो कि होइन? हो। त्यही कारणले परमेश्वर बेबिलोनलाई नष्ट गर्न चाहन्छ, त्यो कन्फ्युजनलाई नष्ट गर्न चाहन्छ। त्यही कारण परमेश्वरले त्यो कनान देशमा जो मान्छे छरिएर गएको थियो, किनकि उत्पत्ति परमेश्वरले कहाँ बनाएको थिए? आदमलाई यो देशमा राखेका थिए। आदमलाई जब बनाए, आदमलाई यो एउटा 4वटा नदीहरूले घेरेको ठाउँ भनेको यही मात्रै छ। यो इजरायल भन्ने एउटा देश यस्तो छ, यहाँनिर मरुभूमि छ, पहाड पनि छ, यहाँनिर समुद्र पनि छ, यहाँ नदी नाला सबै कुरो छ। यस्तो देश कहीँ पनि छैन। नेपालमा सिर्फ समुद्र छैन। नेपालमा पनि एकदमै धनी छ, पहाड छ, के अरे माथि हिमाल छ, होइन, तराई छ, तर यहाँ समुद्र छैन। तर इजरायलमा सबै कुरो छ। समुद्रभन्दा मुनिको तह, जसलाई हामी मृतक सागर भन्छौँ, यो पृथ्वीको तहभन्दा 1000 फिट मुनि छ, जहाँनिर मान्छे प्राणीहरू केही पनि बाँच्दैन। त्यहाँ मान्छे चढेर तैरिन्छ। त्यहाँ नुनको डल्लो मात्रै छ। यो इजरायल देशमा मात्रै छ, अरू कहीँ पनि छैन। त्यो हबिला भन्नेहरू, कुश भन्नेहरू, त्यो जतिवटा उहरू छ नि, के अरे इफ्युटिस, टाइगरिस, यो सबै नदीले घेरेको ठाउँ यो मात्रै एउटा। यहाँनिर आदमले पाप गरेपछि, सुन्नुहोस् है, त्यो इजरायल देशमा ल्याएको ठाउँमा पाप गरेपछि परमेश्वरले बाढ ल्याउनु भयो। बाढ ल्याएर त्यहाँको मान्छे सबै नष्ट गर्नुभयो। अनि छरिएर मान्छे चारैतिर छरिए। ठिक छरिए। अब त्यहाँनिर कोही रहेन। त्यो छरेर आएपछि छरिएको मान्छे फेरि फर्केर कहाँ गए? त्यही ठाउँमा गए। कुन ठाउँबाट? जहाँनिर मान्छेको सुरुमा उत्पत्ति भएको थियो। ठिक? ए बुझ्नुभयो यहाँसम्म? हजुर, त्यही ठाउँमा त्यहाँ गयो। त्यही ठाउँमा मान्छेहरू बसेर उनीहरूले देश बनाए, कनानीहरूले। हेर्नु तिमी पढ त 16 इजाकेल 16:3 पढ त। इजाकेल 16:3 यरुसलेम कसले बनाए? त्यहाँ लिएछ। र त्यसलाई भन्, यरुसलेमलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, तेरो पुर्ख्यौली र तेरो जन्म कनानीहरूको देशमा भएको हो। कनानीको देशमा। इजरायल कहाँनिर रहेछ? ए यरुसलेम कहाँ रहेछ? कनानीको देशमा। अनि तेरो बाबु एक एमोरी थियो। एमोरी। अनि तेरी आमा चाहिँ हित्तिनी थिए। एमोरी, हित्ती, यमोरी, यबुसी, यमुनी, कनानी कसको सन्तान हो? त्यो इजरायल देशमा बस्थ्यो। अनि यरुसलेम कसले स्थापित गरेको रहेछ? हजुर, अमोरी र हित्ती मिलेर। ठिक? अघि अब्राहम कहाँनिर आएर उसको बुढीको लागि लास भन्दाखेरि ओडर माग्नको लागि कसको गाउँ गए? ऊ हित्तीहरूको गए। लौ न मेरो बुढीलाई गाड्नको लागि एउटा ठाउँ दिनुहोस् भनेर भनेन? ओ मलाई बुझ्यो, सुन्यो? मैले तपाईँलाई बुझाउने कोसिस गर्दैछु, त्यही कारण ध्यान लाएर सुन्नुहोस्। इजरायल देशलाई त्यो पाप गरेर छरेपछि उनीहरू फेरि त्यहाँ ह्यामको सन्तानहरू आएर फेरि कहाँ बस्न थाले? ह्यामलाई नुहुले के दिएको थिए? शराब दिएको थिए। तपाईँलाई याद छ होला? बाढ पछाडि नुहुले दाँतमत खाए, मातिए, अनि नाङ्गै भए। भने पछि उठ्दा चाल पाए, यो त मेरो कान्छा छोराले मलाई मत्याएर नाङ्गो बनाएको छ भनेर चाल पाएपछि ह्यामलाई के गरे? शराब दिए। कसलाई शराब दिए? हजुर, ह्यामलाई होइन। ए त हेर्नुहोस्,
ह्यामले गरेको भनेर चाल पाएपछि ह्यामको कान्छो छोरो कसलाई श्राप दिए? कनानलाई श्रापित होस् भनेर। त्यही कनानहरू आएर कहाँ बसेका थिए? इजरायलमा। त्यो श्राप भएको ठाउँलाई फेरि परमेश्वरले विजय गर्नको लागि अब्राहमलाई परमेश्वरले त्यो मूर्ति पूजा गर्ने देशबाट लिएर आए। ठिक जहाँनिर उनीहरूले मूर्ति पूजा गर्थे। अब्राहमले जानेको थिएन प्रभुलाई, अनि प्रभुले जानेपछि अनि दिनका दिन उसको विश्वास के हुँदै गयो? बढ्दै 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 गएर यस्तो समय आयो आफ्नो छोरा बलिदान चढा भन्दा पनि चढ्दैसम्म पुग्यो ऊ। आज तपाईँहरू म पुगेको छौँ, तपाईँहरू म त ऱ्याप्चरमा जाने बेलामा अन्त हामीले छोराछोरी चढा भन्दाखेरि त चढाउनु सक्ने खालको हुनु पऱ्यो नि हामी त, होइन? जग्गा जमिन बेचेर ल्याएर दिन्थ्यो भनेर लिएछ। एउटै हृदयको थियो, एउटै मनको थियो, त्यो अवस्थासम्म हामी पुगिसकेको छैनौँ। त्यो पुग्नु पऱ्यो। त्यो खैर मैले तपाईँलाई यो बताएँ। अब्राहम त्यहाँनिर आयो अनि कसले बनाएको रहेछ यरुसलेम? किनभने यरुसलेम कहाँ थियो? कनान देशमा थियो। कनान भनेको श्रापित मान्छे, उसले बनाएको ठाउँ रहेछ। अनि हित्ती र एमोरी दुईजना मिलेर के बनाएको छ? तेरो आमा हित्ती, तेरो बाउ एमोरी, यो दुईजना मिलेर बनाएको रहेछ। भनेपछि इजरायल देश जुन अहिले छ त्यसलाई पहिले कुन देश भन्थ्यो? कनान। इजरायली जातिलाई मिश्र देशबाट निकालेर ल्याउँदाखेरि प्रभुले के भन्नुभयो? तिमीहरूलाई म दुध र मह बग्ने देश दिन्छु, कनान देश दिन्छु, जो 7वटा जातिहरू बस्छ, हित्ती, पेरिजी, यमुरी, यमुनी, यबुसी, कनानी, यिनीहरू बस्छ। भनेपछि अब्राहमलाई कहाँ लिएर आएको रहेछ? त्यहाँनिर। ठिक हो? अच्छा, यहाँनिर पाउनु भइसकेपछि म तपाईँलाई, हामीलाई थाहा छ बालम पनि अगमवक्ता थियो। बालम कहाँबाट ल्याएको बालकलाई श्राप दिनको लागि? त्यही ठाउँबाट, यही इफ्युटिस नदी पारीबाट। बालमले के गर्थे? सुन्नुहोस् यहाँ म पढिदिन्छु। 24मा आउनुहोस् त, गन्तीको गन्ती 22मा आउनुहोस् त। पहिला 22को 4को तल्लो लाइनदेखि पढ्छु ल, तल्लोको स्टेन्जा। त्यस बेला सपोरका छोरा बालक मोआबका राजा थिए। मोआबीहरू भनेको यो यर्दन पारी, यता हेर्नुहोस्, यो यर्दन नदी भयो नि। यहाँ यर्दन नदीको यतापट्टि के भन्छ? मोआबी, अमोनीहरू भन्छ। सुन्नुभयो? मोआबीहरू कोहरू? अमोनीहरू। यो इजरायल देश भयो, यो गलिलको समुद्र, यो चाहिँ लाल समुद्र। अनि इजरायलको यतापट्टि यसलाई के भन्छ? मिश्र देश। यो कुन देश? यो मिश्र देश। अनि यो यर्दन नदी हो, यो यर्दन नदी हो। यतापट्टिको देशलाई के भन्छ? मोआबी र अमोनीहरू। ठिक, यहुदी जातिहरूलाई प्रभुले मिश्र देशबाट निकालेर 40 वर्ष 40 रातसम्म घुमाएन? घुमाएर ल्याउँदा 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 यिनीहरू यताबाट यिनीहरू कहाँ पस्दै थिए? अब इजरायल पस्दै थिए, कनान देश पस्दै थिए। पस्दाखेरि यो बाटोमा को भेट्यो? मोआबी, अमोनीहरू। अनि मोआबको राजा को थिए? बालक। यो इजरायल, यो चाहिँ के हो? मिश्र देश। ठिक, यो मिश्र देशबाट निकालेर ल्याउँदा यसरी लिएर आयो। यो चाहिँ यर्दन नदी, यो मिश्र देश। यहाँबाट निकालेर ल्याउँदाखेरि 40 वर्ष घुमायो नि, घुमाएर लिएर आउँदा यताबाट छिरायो नि। यो छिराउँदा मोआबी, अमोनी, अहिले जोर्डन भन्छ, यो यर्दन नदी। यहाँ लिएर आउँदाखेरि यहाँ मोआबीको राजा को थिए? बालक। यसले चाहिँ अब यिनीहरूको बारेमा सुन्यो, इजरायली जातिहरू भयङ्कर डरलाग्दो छ, यिनीहरूको परमेश्वर त सबै कुरो स्वाहा गर्दै आएको छ, हामीलाई पनि मार्छ भन्ने डरले। अनि उसले इफ्युटिस पारीपट्टि, योभन्दा माथिपट्टि को थियो? त्यो एरिया उर भन्ने देशमा मूर्ति पूजा गर्ने देशमा बालम भन्ने एउटा मान्छे थिए, जसलाई हामी अगमवक्ता भन्छ पत्रुसको किताबमा। भविष्यवाणी गर्ने, प्रभुको बानी बोल्ने, मूर्ति पूजा गर्ने भए पनि। अनि त्यसलाई त्यहाँबाट के गर्नुभयो? लिएर आयो, बोलाएर के गर्नको लागि? इजरायलीहरूलाई श्राप दिनको लागि। यो यर्दन, यतापट्टि मोआबी, अमोनी, माथिबाट लिएर आयो। ठिक, यो बालम चाहिँ को थिए? सुन्नुहोस् यहाँ। अनि यहाँनिर के लेख्छ? 22को, त्यस बेला 4को तल्लोपट्टिको भाग ल। त्यस बेला सिपोरको छोरा बालक मोआबको राजा थिए। उनले इफ्युटिस नेरा भएका, अब कहाँ रहेछ? अघि अब्राहम पनि कुन पारीबाट आएको? इफ्युटिस नदीबाटै आएको। यो पनि कहाँनिर? इफ्युटिस नदीबाटै भएका आफ्नो जात भएको मुलुक पतोरमा बियोरको छोरा बालम कहाँ यसो भनेर खबर पठाए। बालम कहाँ बस्दो रहेछ? बालम कहाँ? यही इफ्युटिस पारी माथि, जहाँ अघि अब्राहम थिए, त्यही एरियामा बस्थे। अब्राहमले मूर्ति पूजा गर्थे, उसको बाउ टेराले मूर्ति पूजाहरू गर्ने देशमा थिए। अनि यो बालम पनि कहाँ रहेछ? मूर्ति पूजा गर्दैछ। अनि ऊ आएछ, अनि आएर हामी थाहा छ श्राप दिने ठाउँमा पूर्व पश्चिम उत्तर दक्षिणपट्टि फर्केर उसले के दिए? आशिष मात्रै दिए। उसले यस्तो आशिष पनि दिए। 24मा आउनुहोस्। बालमको 4वटा उसले भविष्यवाणी गरेछ। श्राप दिने ठाउँमा सिर्फ उसको मुखबाट के निक्ल्यो?
भविष्यवाणी मात्रै निक्ल्यो। अनि चौथो भविष्यवाणीमा के थियो सुन्नुहोस्, यहाँ 24:15 तब तिनले यसरी आफ्नो ईश्वरवाणी दिए, बोअरको छोरो बालम भन्छ, जुन मानिसको आँखा खुल्ला छ त्यसको बानी। परमेश्वरको वचन सुन्नेले यसो भन्छ, जसले सर्वोच्चको ज्ञान जान्नेको, जसले सर्वोच्च शक्तिमानबाट दर्शन पाउँछ, जसले साष्टाङ्ग दण्डवत गर्दछ र जसको आँखा खोलिएका छन्, त्यो मान्छेले के भन्छ सुन्नुहोस्, यहाँ भविष्यवाणी प्रभुको, म उहाँलाई देख्छु। सुन्नुहोस्, यहाँ बालमलाई शराब दिन आँटेको बालमले के देखे? दर्शन देख्दैछ। शराब दिने ठाउँमा उसले बोल्दैछ, के देख्दैछ उसले त्यही बोल्दैछ। म उहाँलाई देख्दछु दर्शनमा, तर अहिले त होइन। म उहाँलाई हेर्छु तर नजिकै त होइन। याकुबबाट एउटा तारा आउनेछ, इस्राएलबाट एउटा राजदण्ड उदय हुनेछ। उहाँले मोआबको टाउको किचाउनु हुनेछ अनि सेतका सन्तानलाई ध्वंस पार्नु हुनेछ अनि एदोमको पराजित हुनेछ र त्यसको शत्रु शेर पनि पराजित हुनेछ। इस्राएल चाहिँ बलियो हुनेछ। याकुबको एउटा शासक उत्पन्न हुनेछ र सहरका बाचकहरूलाई नाश गर्छ। कसको बारेमा लेखेको? यीशु मसीहको बारेमा। चौथो भविष्यवाणीमा त उसले कसको बारेमा गरेछ? जब यीशु मसीह आउनुहुन्छ, यी मोआबीहरूलाई, अमोनीहरूलाई सबैलाई नष्ट गर्नेछन् अनि उसले राजदण्ड लिएर उसले संसारमा के गर्नेछन्? राज्य गर्ने। बालम अगमवक्ताले यीशु मसीहको बारेमा के गरेछ? भविष्यवाणी गरेछ। तर यो बालम को थिए? सुन्नुहोस्, यहाँ गन्तीको 24 जब एउटा दुईटा उसलाई पहिला सुरु बालमले बोलाउँदा के भनेर दिएका थिए? तिमीलाई उपहार दिन्छु, सुन चाँदी दिन्छु भनेर बोलाए। पहिला जब जानु मानेन। सेकेन्ड टाइम भने अझै म बढाइदिन्छु भनेर बालकको छोराहरू गएर भने अनि ऊ आए। उसलाई के को लोभ थियो? धनको लोभ थियो। बाटोमा गधा चढेर आएको, गधा उसँग बात मारे कान त तपाईँले सुन्नुभएको छ होला, कसरी मूर्ख भयो। अनि ऊ आए अनि उसले आएर भविष्यवाणी शराब दिन्छ भनेको त दुईचोटि के दिए? भविष्यवाणी दिए। तेस्रो चोटिमा के भन्छ सुन्नुहोस्, यहाँ 24:1 इस्राएललाई आशिष दिने परमप्रभुको इच्छा छ भन्ने जब बालमले देखे, अब चाहिँ परमेश्वरको इच्छा चाहिँ शराब दिने होइन रहेछ, के दिने रहेछ? आशिष दिने रहेछ भने देखे, तब तिनी अरू बेला जस्तै टुनामुना गर्न गएनन्। बालमले के गर्थे? टुनामुना गर्थे। तर तिनी आफ्नो मुख उजाड स्थानतिर फर्काए र बालमले आफ्नो आँखा उचालेर हेरेर इस्राएललाई आफ्नो कुल गरी बसेका तिनले देखे। तब परमेश्वरको आत्मा तिनीमाथि आउनुभयो। टुनामुना गरे तापनि, टुनामुना गर्ने मान्छेलाई पनि प्रभुले के गर्दो रहेछ? चलाउँदो रहेछ कुनै कुरा आशिष दिनको लागि। अनि बालमले टुनामुना गरेन अरे, जब आशिष दिएको देख्यो। अरू बेला त टुनामुना गर्थ्यो होला, तर परमेश्वरको आत्मा आएपछि उसले के गर्न थाले? भविष्यवाणी गर्न थाले। ठिक ल, मैले बिहानको पख म यतिमा राख्छु। म फेरि पनि सारांशमा भन्छु। परमेश्वरले मान्छेलाई जब बनायो अदनको बगैँचामा, 4वटा नदीले घेरेका थिए, युफ्रेटिस, टाइग्रिस, हविला अनि कुश। यो 4टा नदीले घेरेको ठाउँ कुन थियो? इजरायल थियो। जब आदमले पाप गर्यो, परमेश्वरले आदमले पाप गरेपछि त्यसपछि मान्छेहरू बदमास हुँदै गयो। एउटा यस्तो समय आयो, दुष्ट सन्तानहरू जन्मेपछि प्रभुले सबै मान्छेलाई मारिदिन्छु भनेर बाढ ल्यायो अनि सबै कुरालाई बाढ ल्यायो। बाढ ल्याएपछि सबै मान्छे मर्दाखेरि 8जना मान्छे मात्रै के भए? बाँचे। नुहुको श्रीमती, 3टा छोरा, 3टा बुहारी। अनि उनीहरू 1 वर्ष 10 दिन पछाडि जहाजबाट बाहिर निक्लेपछि त्यो जहाज ठोकेर अरारातको पहाडतिर पुगेका थिए। अनि त्यहाँनिर उनीहरू बसेर पूर्वतिर उनीहरू बाहिर निस्केपछि छरिँदै गएर सिनारको छेउतिर पुगे। त्यहाँ पुग्दा उनीहरूले के बनाउनु खोजे? एउटा धरारा बनाउनु खोजे। स्वर्ग र पृथ्वीको एउटा जग बसाल्नु खोजे। कहाँ जानको लागि? स्वर्ग जानको लागि। अनि उनीहरू त्यहाँनिर बसेर प्रभुले जब देख्नुभयो मान्छे एउटै भाषा एउटै बोली भएपछि यिनीहरूले जे पनि गर्दो रहेछ भनेर परमेश्वर ओर्लेर आएर उनीहरूको भाषा गोलमाल गरिदिनु भयो, बोली गोलमाल गरिदिनु भयो। अनि पेलेग भन्ने मान्छेको टाइममा संसारबाट जबै कुरा उनीहरू के भए? छरिएर गए। सबैको आफ्नो आफ्नो भाषा, आफ्नो आफ्नो कुल। तपाईँले 10मा पढ्नुहोस्, त्यहाँ त्यस्तो लेखेको छ। अनि उनीहरू छरिए। छरिसकेपछि 3टा छोरा थियो, श्याम, ह्याम र याफेत। ह्यामको चाहिँ कहानी लेख्छ किनभने ह्यामको लाई अब्राहमले के अरे हाम्रो नुहुले ह्यामको छोरा कनानलाई पनि के दिएको थिए? शराब दिएको थिए। अनि यो ह्यामको 4वटा छोरा थिए। एउटा थियो कुश, एउटा थियो मिश्रा,
एउटा थियो कनान अनि अर्को चाहिँ नलिउँ, यो तिनवटा मात्रै हामी चलाउँ है। यो तिनवटामा कुशबाट को आयो? कुशबाट को आयो? निम्रोड आयो, जो बोल्यो थियो। उसले कहाँनिर राज्य गर्यो? बेबिलोनमा। ठिक, बेबिलोन भनेको के हो? गोलमाल, गोलमाल बनाइदियो प्रभुले मान्छेलाई। त्यही कारण त्यो बेबिलोनमा त्यहाँनिर बस्थ्यो, उसले राज्य बनायो। त्यसपछि अर्को मिश्राम आयो। मिश्रामबाट को आयो? मतलब यो बेबेलबाट पछि सरेर कतातिर गयो? ऊ असुरतिर गए। अनि पछि अर्को को आयो? मिश्रामबाट को आयो? फिलिस्टियहरू आयो। त्यसपछि अर्को को आयो? कनान। कनानबाट त हित्तीहरू आयो, तपाईँलाई थाहा छ होइन? यो सबै जातिहरू श्रापित जातिहरू कहाँनिर थिए? कनान देशमा। अनि यरुसलेम पनि कसले खडा गरेका थिए? यही कनानीहरू, हित्ती, एमोरीहरू मिलेर यो देश खडा गरेका थिए। जस्तै एउटा भनौँ न, एउटा गाउँ खडा हुन्छ नि, कुनै गाउँ हुँदैन, म आएर बसेँ, त्यसपछि फेरि अर्को आएर बस्यो, बस्दा बस्दा एउटा के भन्छ? एउटा सहर भन्छ नि, हो त्यसै नै। त्यहाँनिर यरुसलेम सहर चाहिँ कसले बनाएको रहेछ? हित्ती र एमोरी, बुढा र बुढी मिलेर त्यो सहर निर्माण गरेछ। ठिक, अनि त्यही ठाउँमा बस्दाखेरि परमेश्वरले त्यही एपुटिस पारिपट्टि जहाँनिर मूर्ति पूजा गर्थ्यो उनीहरूले, किनकि उनीहरूले त देवी देवता नमानेर मूर्ति पूजा, प्रभुले भेट्दैन, कहाँ भेट्ने? प्रभु नभेटेपछि उनीहरूले मूर्ति पूजा गर्न थाले। जे देख्यो सृष्टि भएको कुरो यही हो भगवान्। झ्याम्म परेको रुख देख्यो, शीतल पायो, ओहो प्रभु त यस्तै होला, त्यसैले रुख। ए गाईले दुध दियो, ओहो कति राम्रो प्रभु दयालु, त्यसलाई गाई। जे पायो त्यसैलाई के गर्यो? उनीहरूले भगवान् मान्न थाल्यो। त्यो ठाउँबाट अब्राहमको बाउ टेरालाई परमेश्वरले बोलाएछ र अब्राहमलाई नि बोलाएछ र उसको बाउ, उसको नेहर, उसको भाइ अनि उसको भतिजा जम्मै निक्लेर त्यहाँबाट आएछ। आएर उर भन्ने देशमा आउँदा टेरा मरेछ। मरेपछि अब्राहमले फेरि त्यहाँबाट पाइला चालेर जुन ठाउँमा प्रभुले बोलाएको कनान देशमा आएछ। कहाँ आएछ? कनान देशमा आएछ। अनि कनान देशमा त्यति बेला 7वटा जातिहरू बस्थे, कनानीहरू, हिब्बी, पेरुजी, यमुनी, यबुसी, कनानी, सबै कहाँ बस्थे? इजरायल देशमा बस्थे। अब अब्राहमको काम के थियो? उनीहरूलाई नष्ट गरेर परमेश्वरको राज्य के गर्ने? स्थापित गर्ने। ठिक, यो अब्राहमको सन्तानको काम हो। त्यही कारणले त्यहाँबाट परमेश्वरले बोलाएको बालम पनि एउटा मूर्ति पूजा गर्ने थियो। उसले श्राप दिनुपर्ने ठाउँमा परमेश्वरले उसलाई चलाएर के दिए? आशिष मात्रै दिए। यहाँसम्म बुझ्नु भयो? एउटै कुरो बताउनुलाई मैले बताएको, बेबिलोन भन्ने के रहेछ त? गोलमाल। यो गोलमाल हिजो पनि थियो, आज हामी देख्दैनौँ, तर भोलि फेरि के हुन्छ? आउँछ। जब त्यो आउँछ, जीवनको पुस्तकको नाम नभएकोले त्यसलाई के गर्छ? पुज्छ। आज हामी गोलमालबाट हामी निस्केका छौँ। त्यही कारण तपाईँहरू सतर्क गर्नुहोस्। गाउँघरमा ट्रिनिटीहरू होला, म तपाईँलाई डिटेलमा बताउँछु, कति बुझ्नुहुन्छ कति बुझ्नुहुन्छ। तपाईँ पनि मोटामोटी बुझ्नुहुन्छ। त्रिएक किन नमान्ने? किन उनीहरूले एउटै परमेश्वर तिनवटा बनाइदियो? यो तपाईँहरूलाई म बताउँछु है। ल अहिले यहाँसम्म राखौँ अनि प्रभुलाई धन्यवाद दिउँ। आउनुहोस्। धन्यवाद दिन्छौँ प्यारो परमेश्वर बाबु, तपाईँको अनुग्रह दयाले यति मिठो कुरोहरू प्रभु ठाउँ ठाउँमा तपाईँले बोल्नुभएका कुरोलाई एकत्रित गर्दाखेरि एउटा ठुलो एउटा नक्सा बन्न पुग्यो, जसको कारणले गर्दा आज हामी यो गोलमालमा होइन तर सधैँ तरिकाले तपाईँलाई सत्यलाई जान्ने मौका पायौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो मिठो समय दिनुभएकोमा र यसरी पढाउने मन दिनुभएकोमा। हामी यही प्रार्थना गर्छौँ कि अझै तपाईँले हामीलाई बुझ्ने मनहरू दिनुहोस्। जब हामी बसेर छलफल गर्छौँ यो कुरो अझै प्रभु गहिराइमा बुझ्न सकौँ र तपाईँलाई धन्यवाद दिन सकौँ र यो गोलमालबाट हामी निस्केर आउँ, हामी दोधारमा नपरौँ, हामी सधैँ प्रभु तपाईँलाई सत्य परमेश्वरलाई पुजेर हामी हिँड्न सकौँ। प्रभु हामीलाई सहयोग अनि सहायता गर्नुहोस् भने बिन्ती जाहेर गर्छौँ जीवित प्रभु यीशुको नाममा। ल जय मसीह।